अझ रवि लामिछानेको बारेमा नबोली भएन, अति भयो। गत भाद्र 24 गतेको जेनजीको आन्दोलन कति हिंसात्मक थियो भनेर दुनिया विश्वले देखेको थियो। सिंहदरबार जलाइएको थियो, संसद भवन जलाइएको थियो, सर्वोच्च अदालत जलाइएको थियो, अन्य केही अदालतहरू जलाइएको थियो, तोडफोड गरिएको थियो, केही कारागारहरू पनि तोडफोड गरिएको थियो, प्रहरी चौकीहरू जलाइएको थियो, तोडफोड गरिएको थियो। देशमा प्रधानमन्त्रीले राजीनामा दिएर भागिसकेको थियो, देशमा गृहमन्त्री थिएन, प्रहरीहरूलाई कुटी कुटी मारिएको थियो, नेपाली सेना चुप्प लागेर बसेको थियो। यस्तो परिस्थितिमा नक्खु कारागारका सुरक्षाकर्मी र त्यहाँका प्रशासकले पनि आफ्नो ज्यान जोगाउनको लागि भाग्नुपर्ने अवस्था थियो। तर उनीहरूको जिम्मामा त्यहाँ सयौं कैदी थुनुवारू थिए, उनीहरूको ज्यानको पनि उनीहरूले सुरक्षा गर्नुपर्ने थियो। अब आफै भाग्नुपर्ने भइसकेपछि उनीहरूलाई त्यहाँ थुन्न पाइएन, त्यसकारण उनीहरूलाई तिमीहरू पनि भाग भनेर भने र त्यही नक्खु कारागारमा रवि लामिछाने पनि थिए। तर रवि लामिछाने बिना कानुनी पत्र म जान्न भने भनिसकेपछि तत्कालै गृह सचिवको आदेशमा कारागार प्रशासकले यो पत्र थमाए र यही पत्र लिएर रवि लामिछाने बाहिर आए। तर अहिले रवि लामिछाने त्यहाँबाट किन भागेको, त्यो पत्र नक्कली हो, त्यहाँको डेट गलत छ, भर्खरै बनाइएको दबावमा बनाइएको पत्र हो भनेर के भनेर खेदो खनिएको छ। होइन, यदि त्यो पत्र नक्कली हो, त्यो डेट सबै नक्कली हो, दबावमा बनाइएको भने त्यो त गृह सचिवको आदेशमा बनाइएको पत्र रहेछ नि त। अब देशमा गृहमन्त्री नभइसकेपछि आदेश त गृह सचिवले नै दिने होला र त्यो गृह सचिव अहिले पनि जिउँदैछ। यदि तिमीहरूलाई त्यस्तो लाग्छ भने गृह सचिवलाई गएर सोध न के यो पत्र नक्कली हो, के यो डेट नक्कली हो, के तिमीलाई दबावमा यो पत्र बनाइएको भनेर गृह सचिव बोल्ला नि त। अनि के को रहिलो, के तिमीहरूको खुसीको लागि रवि लामिछाने त्यहाँ मर्दिनु पर्ने थियो, जल्दिनु पर्ने थियो? एउटा कुरा याद राख, कारागारले व्यक्तिको स्वतन्त्रता मात्र खोज्न सक्छ, उसको जीवन खोज्न सक्दैन, उसको ज्यान लिन सक्दैन। त्यसकारण उसको जीवनको सुरक्षाको लागि कारागार प्रशासनले पत्र थमाएर छोडिदिएको हो। के रवि लामिछाने भागेर गएछ? भोलि अदालत खुल्यो र अदालतले आदेश दियो भने फेरि पनि ऊ थुनिन तयार छ, कानुनलाई मान्छु भनेर उसले भनेको छ। अनि अर्को कुरा, उक्त विषम परिस्थितिमा कति कारागारहरू तोडिए, देशभरिबाट कति कैदीहरू भागे, त्यो सबैको जिम्मा के रवि लामिछानेले लिन्छ? त्यति बेलासम्म रवि लामिछाने एउटा थुनुवा थियो, के थुनुवाले सबैको जिम्मा लिन सक्छ? के रवि लामिछानेले सबैको ठेक्का लिएको छ? के रवि लामिछाने त्यति बेला गृहमन्त्री थियो, प्रधानमन्त्री थियो? लाज पनि लाग्दैन? रवि लामिछानेलाई गृहमन्त्री प्रधानमन्त्री बनाउन उसले सबैको जिम्मा लिन्छ र जति थुनुवाहरू भागेका छन् नि ती सबैलाई ल्याएर फेरि थुन्न सक्ने योग्यता भएको मान्छे हो। यसो भन्दैमा मैले रवि लामिछानेलाई फेरि प्रधानमन्त्री गृहमन्त्री बनाऊ भनेर तिमीहरूलाई पुरा भिख मागेको छ होइन, ऊ पनि योग्य मान्छे हो, गर्न सक्छ भनेको मात्रै हो, बुझ्यौ? अनि अर्को कुरा, केही जेनजीको नाम बेचेर खाने कथित झोलेहरूले रवि लामिछानेलाई के भन्दै अपमान गरेको पनि सुनियो। ए भाइ, तिमीहरूले जति बेला आमाको दुध खाँदै थियौ नि त्यति बेला रवि लामिछानेले यो देशमा भएको विकृति, विसङ्गति, व्यतिथि, अन्याय, अत्याचार र भ्रष्टाचारको भण्डाफोर गर्दै थियो। र अहिले तिमीमा जुन चेतना आयो, यिनीहरूले देश लुटेर सकाए अब आन्दोलन गर्नुपर्छ भनेर बुझ्यौ नि, यो चेतनाको कारक पनि रवि लामिछानेले नै हो। रवि लामिछानेले गर्दा नै आज नेपाली नागरिकहरूमा यो चेतना आएको। त्यति मात्रै होइन, अहिले हामीले बालेन, हर्क, गोपी लगायतकालाई हाम्रो फ्युचर लिडर मानिरहेका छौँ नि, यिनीहरू आउनुको मुख्य कारक पनि रवि लामिछानेले नै हो। रवि लामिछानेले त्यति बेला टेलिभिजनबाट सिधा कुरा जनतासँगबाट यी नेताहरूले कसरी देश लुटेका छन् भनेर भण्डाफोर नगरेको भए, हामी नागरिकको आँखा अगाडि नल्याइदिएको भए हामीहरूलाई थाहा हुने थिएन। हामी सधैँ लुटिएर चुसिएर बस्ने थियौँ, यिनीहरू मोटाएर बस्ने थिए। उनीको कारणले गर्दाखेरि आज देशमा यो रिभोल्युसन आएको, यसको श्रेय रवि लामिछानेलाई नै जान्छ। त्यसकारण सक्छौ भने रवि लामिछानेलाई सम्मान गर, सक्दैनौ भने अपमान पनि नगर। यो तिमीहरूलाई अधिकार छैन। मैले यसो भन्दै गर्दा सबै जेनजीहरूमा त्यस्तो विचार छैन, सबै जेनजीहरूले अपमान पनि गरेका छैनन्। मलाई थाहा छ जेनजीहरूमा पनि रवि लामिछानेका धेरै समर्थक छन्। यो जेनजी कसैको बाउको पेवा होइन, यो त एउटा उमेर समूह हो र त्यो उमेर समूहका धेरै व्यक्तिहरू रवि लामिछानेका समर्थक पनि छन्। उनीहरूको पनि माग छ, तिनीहरूलाई पनि सम्बोधन गर। तिमीहरू केही पार्टीका झोलेहरूले जेनजीको नाम बेचेर खान खोज्दैमाखेरि तिमीहरूको आन्दोलन कहिल्यै पनि सफल हुन सक्दैन। हामी जस्तै जेन एक्स, जेन वाई लगायत हामी सबैले समर्थन गरेर साथ दिएर नै यो आन्दोलन सफल भएको, यो उपलब्धि हासिल भएको। यसलाई संस्थागत गर्नको लागि रवि लामिछानेलाई निषेध गरेर तिमीहरूले सक्दैनौ, किनकि आजको दिनमा नेपालको राजनीतिको सबैभन्दा ठुलो स्टेक होल्डर रवि लामिछाने पनि हो। त्यसकारण उनलाई पनि सम्मान गरेर समेट्ने कोसिस गर। यो कुरा मैले रवि लामिछानेको समर्थक भएर भनेको होइन, एउटा सचेत नेपाली नागरिक भएको नाताले भनेको। रवि लामिछानेलाई अति नै अन्याय भयो, अत्याचार भयो, कृपया त्यस्तो नगर। रवि लामिछानेमाथि जुन मुद्दा लगाइएको छ त्यो राजनीतिक प्रतिशोध हो भनेर दुनियाँलाई थाहा छ। यदि त्यसलाई नजरअन्दाज गरेर तिमीहरूले पनि कांग्रेस र एमाले सरह नै बोल्छौ, त्यही नै भन्छौ, ठगै भन्छौ भने तिमीहरू पनि तिनै पार्टीका झोले हो भन्ने कुरा प्रमाणित हुन्छ। जय मातृभूमि।